केटाहरू अब हामी आज याममा चढ्न जाँदैछौँ होइन। याममा भनेको हिमाल पहाड चढ्न जाँदैछौँ हामी। सबैजना अगाडि छन् साथीहरू। अब होइन अब सबैजना सँगै चढेर गइरहेछौँ, सँगै जाने हो होइन। अब के हुन्छ कस्तो हुन्छ भन्ने कुरा हामी अब त्यहाँ गएर हेर्नेछौँ कस्तो छ भन्ने कुराकानी होइन। साथीहरू अगाडि छन्, म अनि पछाडि चाहिँ पारा देखाएर जाने या त कपडा सपडा ड्रेसहरू लगाएर होइन मस्तको चिल पारामा। अब मेकअप त त्यस्तो खासै त केही छैन होइन, तर पनि राम्रै भइरहेछ, रमाइलो भइरहेछ होइन। जोस् अब हेर्दाखेरि बवाल छ क्या ऊ देख्नुभयो नि एकदमै कि। हेलो गाइस, आज हामी यामामा चढ्नु जाँदैछौँ होइन, जापानको यो यामामा होइन। अब कस्तो हुन्छ त्यहाँ गएर अब चिसो मौसममा होइन, चिसो मौसममा तातो घुमेर बनाउने वातावरणमा हामी जाँदैछौँ। तपाईँहरूलाई देखाउनेछौँ, हेर्नु होला अन्तिमसम्म। अगाडि सब साथीहरू छन्, उता हाम्रो पदम सर छन् होइन। चस्मा लगाएर भित्र हावै नजाने तरिकाले कपडाहरू लगाएर होइन बिन्दास पारामा हिँडिराखन। अब हेरौँ पछाडि साइकल पनि आइरह। टिकट काटेर अब हामी तर्फ जाँदैछौँ। ठिक छ, जेस राम्रै छ होइन। राम्रो छ, तिमीले 5वटा सेन्ट मिलाछौ केटीहरू। सेकेन्ड त्यसमा जाउँ। माथिमा क्या पढिरह्यो होइन, यता साइडमा पढिरह। छाता छैन यार। Station number K30. This is the final stop for this train. हामीले एकछिनको रमाइलोको लागि भयो भने ट्रेनभित्र होइन अब फोटो खिचौँ भन्नुभयो, अनि एउटा भिडियो पनि बनाऊँ त्यसैमा भन्नुभयो। डान्समा डान्स मार्नै पऱ्यो, अनि हामीले ट्रेनभित्र नै हाम्रो पारण देखाउने होइन, त्यसो देखाइदिनु पर्छ। ल जाउँ न सँगै गर नि त नि। पढिसक्यौँ, अब कता जाने, बस कहाँ छ होइन। पानी पनि परिरहेछ, अब हेरौँ कस्तो हुन्छ। अब के खाने छ ए रहेछ त यहाँ। ओ आइसक्रिम पनि पाउँदो रहेछ त, सब कुराहरू पाउँदो रहेछ। हामी यहाँ हेरौँ न अब के छ, भोक पनि लागिसक्यो होइन। अब के खाने भन्ने कुरा अब यहाँ केटाहरू देखिराख्नु होइन। यहाँ चाहिँ आइसक्रिम पनि पाउँदो रहेछ क्या खासमा होइन। आइसक्रिम 180 अनि सबै कुराहरू रहेछ। हामी के खानु भन्ने हो क्या, केही त खानु पऱ्यो भनौँ। अब आइसक्यो भने
हेरौँ न यो आरुको पनि पाउँदो रहेछ तपाईँ यो खाउनु यो खाउँ यो खाउँ कि तातो हो त्यो सुमेताले त्यो चाहिँ होइन तातो चिसो हो त्यो यो आधा ताखा यहाँ छ कहाँ छ त यो आधा ताखा यति मात्रै आधा ताखा यहाँ रहेछ त सबै यहाँ रहेछ त्यो आइसक्रिम खानु पऱ्यो जस्तो लाग्यो अरे मलाई ऊ यहाँ छ नि त पुरै चिसो होला तातो होला जाम अब हामी अहिले चाहिँ बसबाट चढेर ट्रेनबाट झरेर बसमा चढेर हामी अब माथितिर जाँदैछौँ होइन कहाँसम्म पुग्छ भन्ने कुराकानी अब बिस्तारै थाहा भइहाल्छ तपाईँहरूले हेर्न सक्नुहुनेछ अब पछाडि हाम्रो चोरहरू देख्न सक्नुहुन्छ चोर होइन फटा गुन्डा होइन आतङ्कवादी हाम्रो पछाडि झरे कोही हेरौँ एचपी भण्डारी अगाडि अगाडि छन् होइन एकदम बब्बाल छ होइन अब तपाईँले पछाडि गोर्खा होइन कञ्चनपुर महेन्द्रनगर पश्चिम पूर्व पश्चिम धनगढी रहिलो ध्यान क्या अब लास्ट लोकल गाउँ रहेछ क्या यो भनेको बाहिर हेर्न सक्नुहुन्छ यस्तो जङ्गल छ क्या यहाँबाट मोड रहेछ होइन यताबाट आएको बगाल देख्न सक्नुहुन्छ एकदम बबाल छ हाम्रो एकदमै क्या अब हेर्दाखेरि हाम्रो नेपालकै पहाड जस्तो होइन कस्तो रमाइलो के रमाइलो ठाउँ होइन अगाडि हेर्न सक्नुहुन्छ रोड पनि हाम्रो हुन्छ नि त अब हाम्रो अब जङ्गलबाट जाँदाखेरि हाम्रो गाउँबाट काठमाडौँ जाँदाखेरि कस्तो थियो त्यस्तै होइन एकदम रमाइलो क्या अब हिउँ चाहिँ छ कि छैन थाहा छैन होइन हिउँको वर्षा त छ कि त्यो चाहिँ थाहा छैन तर बाटो चाहिँ एकदम बब्बाल लाग्यो क्या अब एकदमै बब्बाल क्या पार्क हो होइन एकदमै क्या 5 जना छौँ हामी नि हेर्नु है म गाडीमा देखाउँछु कतिजना छौँ भने जापानको रमाइलो गाउँ जङ्गलहरू हेर्न सक्नुहुनेछ हाम्रो गाउँतिरको जङ्गल भनेको यही हो होइन अब एकदमै हाम्रो क्या कस्तो नेपालको याद आयो क्या हामीलाई होइन हेर्दाखेरि कस्तो रमाइलो होइन तर हाम्रो नेपालमा पनि यस्तै ठाउँहरू धेरै छ क्या अब त्यो घुमेको यादहरू होइन बालापनको यादहरू आउँछ क्या यस्तो जङ्गलमा हिँडेको होइन बबाल क्या अब हुन्छ नि त अब हरेक कुराहरू कस्तो रमाइलो होइन अब हामी यहाँ चाहिँ झर्छौँ होला सायद अब अलिकति अगाडि होइन तर रमाइलो छ क्या ऊ हेर्न सक्नुहुन्छ कस्तो आमा अस्ति आफैले भयो पहिल्यै पुगेर रहेछ न ए हामी आएको यतै हो तर हिउँ त रहेछ नि ऊ माथि फेसबुक लाइभ हो हामी जतिसम्म छौँ नि कोही पनि छैन क्या हामी मात्र हो क्या कोही पनि छैन यहाँ के गर्नु यार हिँड्नैपर्छ जापानको नियम नै हो यो होइन 2 जना पनि जानै पर्ने 1 जना पनि हिँड्नै पर्ने नेपालको जस्तो त 5 जना कहाँ लिएर जाने हुँदैन होइन केबुल कारमा चढिसक्यो होइन अब केबुल कारमा पनि हामी गइसक्यौँ सबैजना अगाडि चढ्यो होइन केबुल कार चढ्यौँ होइन हामी हेर्न सक्नुहुनेछ कस्तो छ जङ्गलहरू पनि हेर्नुहुन्छ तपाईँ बसाउनु यहाँबाट देखिन्छ राम्रो हेर्न सक्नुहुनेछ सबैजनाले त्यो अब हामी केबुल कारमा पनि चढिसक्यौँ होइन यो हेर्न सक्नुहुनेछ एकदमै राम्रो है मनोरञ्जन उताबाट आइरहेको छ एउटा यताबाट छ अब एकदमै बबाल क्या अब हेर्दाखेरि होइन कस्तो रमाइलो होइन अब छुट्दैन किन छोड्नु त चोट त लागिहाल्छ नि उताबाट मान्छे तल चढिरहेको मजाको हिउँ परिरहेछ तर हिउँ नपर्नु केटाहरूलाई
आउँदो रहेछ कि म त बिचमा कसरी हिँड्छ भन्ने लाग्यो होइन यो पुलबाट तर राम्रो रहेछ सबजना लाइभमा बसेर म चाहिँ भिडियो बनाइरहेको छु किन भन्दाखेरि मलाई भिडियो नै अब यहाँ चाहिँ पारीको चाहिँ यो खाइ हो है उताको यो चाहिँ हाम्रो बस्ने ठाउँ चाहिँ यो हो त्यहाँबाट चाहिँ हामी यहाँ आइरहेको छौँ क्या खासमा यो उता चाहिँ हिउँ परिरहेको छ एकदमै राम्रो तरिकाले होइन केटाहरू सबै चिलमा खाने क्या यहाँ केटाहरू होइन अब म भने अब के भन्दाखेरि होइन भिडियो अब रमाइलो त गर्नुपर्छ नि त होइन त्यो कारणले अब यसो हामीले रमाइलो गरिरहेको हो सबजना एकदमै के भवाल भन्दाखेरि होइन यो रोड हो रोडमा हिउँ नै हिउँ ए रोडबाट पनि आउँछ साबुन लगाएर फिट जस्तो कि लुगाको माटो हेर्नु न है होइन अरू जस्तै छ यो उतल बाटो रहेछ कि यहाँ पनि मनोकामना नै भन्नुभएको छ नेपालको मनोकामना जस्तै यार क्या बबाल के ऊ हेर छतमा नि हिउँ परेछ क्या टोकियो त्यो तर हामी ढिला आयो भने पर्सि सोमबार आउनुपर्ने रहेछ नि यार हेर त कस्तो राम्रो देखिरहेको यार सोमबार बिहानै आउनुपर्ने सोमबार बिदा दियो सोमबार बिहान सबै त्यहीँ आउनुपर्ने रहेछ कस्तो रमाइलो छ अझै आउला नि के छ र समुद्र यहाँदेखि टक्क लगाएर त आउने हो अझै आउने रमाइलो गर्नुपर्छ हामीले रमाइलो नगरेर हुँदैन जिन्दगीमा मरिरहनु के छ जति पैसा 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 कति पैसा पछि दो भन्ने क्या हामी कहिले रमाइलो पनि गर्नुपर्छ नि होइन त्यही हो हामीले रमाइलो गर्नुपर्छ सबैजनाले होइन रमाइलो गर्ने मरिरहनु केही छैन 2 दिनको जिन्दगीमा के छ र ह्यान्ड गर्ने हो त्यो ह्यान्ड ग्यासले आउने हो यहाँ होइन पाल्दै छैन यहाँ जापान हो है यो तिमीले ह्यान्ड ग्यास म दिइहाल्छु ऊ हेर्न सक्नुहुन्छ पछाडि आमा कडा रहेछ नि त हो ऊ बाटो नि रहेछ क्या हजुरको दाइ भाइ मेरो नेट चाहिँ हैन यो चाहिँ यसको माथि के यस्तो जाँदो रहेछ है म यहाँ देखाउँछु है ऊ यसो लाएर हैन टक्क लाएर हिउँ नै हिउँ हेरौँ हैन तातो त हिउँ छ कि हाम्रो सगरमाथाभन्दा कम छैन नि बाटो रहेछ क्या यो भनेको तलबाट बाटो नि हुँदो रहेछ क्या यसो एकदमै मनलाई शान्त अनि आनन्द मिल्ने नेपालको जस्तै ठाउँ नेपालको मनोकामना भन्दा कम छैन यी तस्बिरहरू तपाईँहरूले हेर्न सक्नुहुनेछ एकदमै रमाइलो अनि रमणीय यादगार क्षणहरू हिमालको फेदसँगै हामी नेपालीहरू एकदमै रमाउँदा एकदमै याद आयो कसैले केबुल कारको डब्बामा चढेर हेर्दा र फोटो हाल्दा आफैलाई मनमा आनन्द आउँथ्यो र आज आफै चढ्दा अझै आनन्द आयो लाग्थ्यो कि म त फेरि पनि जहाजमा चढेर विदेशतिर गएँ जस्तो लाग्थ्यो तर एकछिन नेपालको पनि याद आयो अनि त्यो यादलाई समेट्दै एकचोटि बाहिर तस्बिरहरू हेर्दै अनि हिउँ चुतुवा कसरी बस्छ होला यस्तो हिउँमा दही जस्तो पहाड चम्किँदै गरेको त्यो हिमाललाई हेर्दा एकदमै मनलाई शान्त भयो यी फोटाहरू यी तस्बिरहरू यादगारको लागि भनेर मैले नि मेरो मोबाइलबाट खिचेको यी तस्बिरहरू तपाईँमा सुम्पिएको छु हेरेर साथ दिनुहोला अनि त्यसैमा मलाई पनि एउटा मुक्तक मनमा जाग्यो अनि मैले त्यो मुक्तक पनि यसैमा पस्किने प्रयास गरेँ तिमी रक्सी म पानी पिउनु पर्छ तिमी हिउँ म पानी पिउनु पर्छ सँगै बसी राजा रानी पिउनु पर्छ तिमी हिउँ म पानी पिउनु पर्छ सँगै बसी हामी राजा रानी पिउनु पर्छ घुटुक्क सास फेर्दै अङ्गालो मार्दै हामी त्यो हिउँमा घुटुक्क सास फेर्दै अङ्गालो मार्दै हामी लड्दै पड्दै जानी नजानी पिउनु पर्छ तिमी रक्सी म पानी पिउनु पर्छ सबजना होइन रमाइलो छ हाम्रो 5 जनाको टिम हो होइन जेम्बो टिम हो क्या हाम्रो यो टिम हो होइन जेम्बो टिम हो तर रमाइलो छ एकदम सबजना लाइभमा छ क्या किन यो खुसीको पल हो होइन यो खुसीको पल सबजना आफ्नो अकाउन्टबाट आफ्नो सोसियल मिडियाहरूबाट लाइभमा बसिरहेछन् होइन सबजनाले हेर्न सक्नुहुनेछ पछाडिपट्टि पनि हेर्न सक्नुहुन्छ उता साथीहरूलाई अर्को उसमा देख्यौँ होइन पारी हेर्नु पारी सबले सेयर गर्नु होला है सबजना सेयर गर्नु होला है त पारी पनि देख्न सक्नुहुन्छ अब हामी पछाडि पनि देखाउँछौँ यत्रो छ कि आमामा यहाँ त मरिन्छ हो
अब माथि अब धेरै माथि आइसक्यो भने फेरि हावाको पनि फेरि समस्या हुनसक्छ होइन हामीलाई पाइले देख्न सक्नुहुन्छ सेयर गर्नु होला सबजना जतिजना हुनुहुन्छ ग्रुपमा सेयर गर्नु होला 10 ग्रुपमा सेयर गर्नु होला हेर्नु होला रमाइलो छ रमाइलो ठाउँहरूमा होइन अझै रमाइलो ठाउँहरू आउनेछ सबैजना आफ्नो धुनमा छन् सोसल मिडियाबाट लाइभ बसिरहेका छन् आफू सँगसँगै जोडिएका सोसल मिडियाबाट जोडिएका साथीहरूलाई पनि रमाइलो इन्टरटेनमेन्टको लागि पनि सामाजिक सञ्जाल मार्फत लाइभमा जोडिएका छन् सबैजना हेर्दैछन् हिमालको त्यो हाँसिरहेको चुचुरोलाई देखाउँदैछन् दाँत जस्तै टल्किने ती अनुहारलाई देखाउँदैछन् रमाइलो के लाग्ने यो रमाइलो हो क्या अनि ऊ हेर्नु त यत्रो माथि पुरै तल उता बाहिर देख्न सक्नुहुन्छ यहाँ त देखिरहेको नि किनकि उसले गर्दा देखिरहेको होइन के भयो पुरै गाउँ रहेछ यार हेर्दा एकदमै मनमा आनन्द जाग्यो यहीँ घर लगाएर यहीँ बसौँ जस्तो लाग्यो तर के गर्नु चिसोले खटिन सक्नु थियो एकछिनको रमाइलो नहो रमाइलो गर्दा गर्दै एकचोटि परिवारको पनि याद आउँछ अनि साथीभाइहरूको याद आउँछ सँगै गएका साथीहरूसँग पनि रमाइलो गरियो फोटाहरू खिच्यो अनि केवल कारमा चढ्दा अझै मनमा कति खुसी थियो सायद पोख्नै सकिँदैन बाहिरका तस्बिरहरू तपाईँले देखाउँदा तपाईँ पनि त्यति नै खुसी हुनुहुन्छ होला हेर्नु होला 1000 मिटर बाहिर हामी 1200 मिटर पारा तर अहिले के देखिनु त सबैजनाले सेयर गर्छ साथीहरूलाई सबैजनाले सेयर गर्छ छोटो भिडियो सबजना पारा देखाइदिनु त पारा है सबजना पारा है सबजना once more आमा अहिले बाहिर कस्तो छ अहिले बाहिर के हो यो पारा हो यो आमा के हो यो यस्तो पनि हुन्छ पुरै हुन्छ के हामी धेरै माथि आइसक्यौँ है अब हामी अहिले चाहिँ धेरै माथि आइसक्यौँ किन भन्दाखेरि अब के पनि देखिरहेको छैन नि त हामी बादल माथि उडिरहेको छौँ अहिले बादल माथि उडिरहेको छौँ है अहिले हामी सेयर गर्नुलाई सबजना सेयर गर्नु अझ टिकट पर्दैन जाँदाखेरि पर्छ होला होइन जाँदाखेरि पर्छ होला हामी गइरहेको छौँ अब सबजना गइरहेको छौँ होइन सबजना हेर्न सक्नुहुनेछ ल हामी चाहिँ गइसक्यौँ के सरप्राइज हेर्न सक्नुहुनेछ तपाईँहरूले म चाहिँ यहाँ चाहिँ यो मास्कलाई पनि निकाल्दिएँ किनकि अब रमाइलो गर्नु पर्यो नि त होइन पारा खेडा ल यस्तो गर नि एकचोटि भिडियो न त्यसपछि खेलेर के हान्छ यार यस्तो थियो ल ल ल ल ल यार के छ के भइरहेको छ हाम्रो पदम सर कस्तो भइरहेको के भइरहेको यार ओ लास्ट के आमा हात यार कस्तो ठुड्यो यार भिडियो बनाएर लाइभ हो भिडियो ल भिडियो बनाएर लाइभ ऊ हेर नि टाउको देखाउ नि तिम्रो टाउको देखाउ न माथि टाउको देखाउ न कहाँ माथि भिडियो यो माथि टाउको के यस्तो तल गरेर पारा यता देखाउ भिडियो अरू जाऊ न अरू गर्दैन अरू जाऊ बनाइदेऊ न ल तिमीहरू जाऊ न जाऊ तिमी जाऊ ल तपाईँ मेरो बनाउँदा ल यो ल आइज ए झोला फालिदिउँ नै कहीँ ढुन्डे राखौ त्यहाँ ल
केही देखेन पुरा भिज्यो यो बिचरा फुच्चेले नि गर्न मन लाग्यो यार कस्तो मैले उहाँलाई लगाएर छु यार जुत्ता यार जुत्ता चिप्लिन्छ नि यार भाइ मैले पन्जा ल्याएन यार पन्जा कि हाल्या त के हो नि त पन्जा लाइन त दाइजो पियो पन्जा दाइजो पुग्नु भयो नि त गाह्रो भयो पुरै पाइन्टको पछाडि भयो पन्जा नभए त मर्यो त यार यहाँ आएर भिडियो बनाइराख पन्जा हाल्दैन पन्जा तिम्रो टाउको कस्तो देखिरहेको छ यार अझ त्यो चिराइदेऊ न मिस्टेलाई मेरो फोटो हान्देऊ न यार फोटो हान्नु अहिले फोटो हान्देऊ न यार ठुलिएपछि हान्ने हो कि फोटो अहिले कहाँ ठुलिएपछि मतलब चिसो भयो भने धेरै फोटो हान्देऊ न पिसाब लागिसक्यो देखाएँ म उसको हाम्रो ल आइलो कदम शरीरमा नफाला देख्नु भयो नि अब पुरै देख्नु भयो नि अझै नि हेर्नु के यहाँ के हो यहाँ देख्नु सक्नुहुन्छ पात देख्नु के हो कि खेल्ने हो फुचुकै यहाँ पनि हेर्नु न फुचुकै होला फोटो हान न फोटो हान पिठीमा लगायो झोला मेरो हाउडमा कहाँ खोप्काएन सिङ्गल हाल्ने भाइ म टिकटक हाल्ने तर कस्टम डेन्जर ठाउँ होला यार अरे नजाऊ के यहाँ तल ल ल पुरै देखा डेन्जर ठाउँ नजाऊ त भन्नु हामी सगरमाथा चढे जस्तो फिलिङ आइरहेछ होइन यो सगरमाथा चढ्न नपाए नि कुनै दिन चढाउँदा त्यो आफ्नो ठाउँ छ तर यहाँ पनि रमाइलो भइरहेछ यस्तो भइरहेछ हातहरू खाएर होइन कोही यहाँ यस्तो गरिरहन् कोही के गरिरहन् कोही यहाँ टिकटक बनाइरहन् लहन हामी त बनाउने मेरो पनि जुत्ताभित्र परिसक्यो मेरो नि परिसक्यो मेरो नि बनाउँछु ल ल स्टार्ट कहाँ यहाँ आफ्नै खुट्टा चिप्लिरहन् ल स्टार्ट खुट्टा गयो ल हिउँ खाऊ हिउँ खानु न त्यो कोही हुने आमा हातभित्र पस्छ यार अलिकति समय अलि कम भएको कारणले हामी धेरै खेल्न पाएनौँ होइन अब होइन जस रमाइलो भयो थोरै भए पनि एकदमै रमाइलो तरिकाले हिउँ खेलियो होइन अब सबै कुराहरू हाल्नेछौँ पछि युट्युबमा सबैजनाले हेर्नु होला कस्तो छ भन्ने कुरा पछाडि देखिहाल्नु भयो तपाईँहरूले होइन हिउँले गर्दा अनुहार खाइसक्यो पुरै रातो रातो भइसक्यो तर एकदमै चिल भइरहेको छ होइन पदम
कस्तो भइरहेको अनि फिलिङ कस्तो आयो त नि के भन्ने यार यहाँ हाजार नै भयो हो र देश रमाइलो भयो होइन एकदमै चिल तरिकाले होइन अब मनायो अब केटाहरू अगाडि गइसक्यो होइन कि त अगाडि गइसक्यो त के हो यहाँ नै आउनुपर्ने रहेछ कि यार पर्छ आउनुपर्छ अरे मलाई चिल तरिकाले होइन यस 25 रमाइलो भयो खर्च हुने रहेछ अब भयो नि भयो होइन 5000 जाने जाने खर्च नि यार ल झाडा यो 5000 हुने रहेछ झाडा नि मोबाइल भरि पुरै गयो मेरो मोबाइल पनि खतम भइगयो यारमा मोबाइलमा परेर यो हात मर्यो जोस् हात मर्यो देखियो रमाइलो भयो होइन कोही अगाडि गइसक्यो हामी पछाडि छौँ होइन एकदमै रमाइलो भइरहेछ मान्छेलाई ग्लोभ्स हान्नु रहेछ लगाउनु रहेछ सो त्यो उसमा हात हाल्यो भने मात्रै चिसो हुँदो रहेछ है फेरि अहिले छैन नि कस्तो गरे के गरे आमा है हात मर्यो चिसोले गर्दा भयो बहुत तनाव भयो है यो देखेर चाहिँ हल्लाउने गऱ्यो फेरि हल्ला न माई गड एकदमै पदमले त त्यस्तै खेल्यो यार पारा कसरी यार कस्तो लगाऊ तिमी अर्को पनि अल्लाह बलतिर हो फुट्यो कारमा गयो यार कहाँ गयो हेर न यो त्यहाँ आएन यहाँ तर हातै गएको कि त्यसरी हात काम गयो हात गयो टिकटहरू कहाँ गयो छ उयो तल्लो यस्तै भयो कताबाट आयो हामी माथि हो यताबाट हो माथि यता त होइन नि यता माथि हो क्या यतै हो यहाँ लन्डनमा फोटो भिडियो होइन ल आयो लन्डनमा जान्छु म के हो यो बकारा नै जेन लोकल भएछ काइरो देश ल है थर्टीमा आयो कि मजा आएन नि तर आएन म त भिडियो आयो कि आएन त्यति मात्र भन्नु जोस् हामीलाई भिडियो बन्द गर भिडियो बन्द गरिदेऊ कहाँ बन्द गरेर हुन्छ खैराको आउँछ यहाँ बनाऊ यार ल कहाँ थियो क्या गइसक्यो पागलहरू गइसके खान्थ्यो फोटो अब हामी बाहिर जाँदैछौँ मेरो उसको हो क्या अब हामी फर्किँदैछौँ होइन अब फेरि केबल कारमा चढेर फर्किँदैछौँ जस रमाइलो भयो अति नै रमाइलो भयो ओ माई गड पदमको अब पुगिन्छ र हाम्रो चाहिँ आइसकेको छ होइन अगाडि दुई केटा गएको नि दुईटा केटा फाइनली आएकै ठाउँमा पुगिसक्यौँ अगाडि केटाहरू गइरहन् होइन पछाडि पदम छन् बबाल छ आज चाहिँ रमाइलो त हो तर यहाँसम्म हिउँ छ यार लगभग थोरै छ बसमा चढ्छौँ हामी एकछिन बसमा चढ्यो फेरि अब घरतिर फर्किन्छौँ के भन्नु रमाइलो छ नि पानी परिरहेको छ बाहिर
बस पनि आइरहेछ अगाडि